हेलो गाइस, नमस्ते एन्ड स्वागत छ। म चाहिँ आज छोटो भिडियो बनाउन गइरहेको छु। आज मेरो साथी र म खाजा खान जाँदैछौँ। म चाहिँ रेडी भएर यहाँबाट निस्किने हो अनि मेरो साथी चाहिँ उसको अफिसबाट खाजा खाने ठाउँमा भेट हुने भन्ने कुरो छ। म चाहिँ यहाँबाट निस्किन्छु अब। फाइनल्ली म चाहिँ निस्किएँ अब निस्किएर जाँदैछु है त। ल फाइनल्ली हामी खाजा खाने ठाउँमा आएर यो राँगोको जिब्रो मगायौँ। पहिलो खाजा एकदम मिठो थियो। अनि यो चाहिँ चटामारी समथिङ के चटामारी नेवारी रेस्टुरेन्टमा गएको। हामी जुन ठाउँमा जाने भनेको थियो त्यो ठाउँमा चाहिँ बनाउनको लागि केही टाइमको लागि बन्द गरेको रहेछ। अनि हामी त्यहाँ गएर सेपु खाने भनिरहेको थियौँ। अनि त्यहाँ गएन। अनि अर्कै नेवारीमा गएर खाजा खाएर हामी लेक साइडतिर लाग्यौँ। साँझ भइसकेको थियो हामी लेक साइड पुग्दा। अनि एकदम यहाँ चाहिँ भिडभाड थियो निकै। शीतलो आनन्द साँझमा तालको छेउमा बसेर आनन्द लिनेहरू एकदमै धेरै थिए। अनि हामी पनि यहाँ बाटोभन्दा तल त्यो तालको छेउमा गएर बस्यौँ खुट्टा हल्लाउँदै। अनि दुईजना मात्रै थियौँ। अनि हामी यसरी तालको छेउमा बसेर भिडियो बनाउँदैछौँ। अनि बिस्तारै निशाले मोबाइल चलाएर बसिरहेको छिन्। मैले चाहिँ ल छोटो भिडियो बनाऊँ न भनेर गरेँ। अनि बिस्तारै यो अलिकति रात पर्यो अनि बिस्तारै बत्तीहरू पनि झिलिमिली देख्न लाग्यो लेक साइडका। यसरी किनारमा मान्छेहरू बसिरहेछन्। निशाले चाहिँ मोबाइल हेरिरहेछ। म एक्लै गरिरहेको छु। यो चाहिँ अझै रात पर्न लागेको हो। त्यति बेला अलिक बढी नै रात परेको थियो। यो पुरै लाइटनिङ भइरहेछ बत्तीहरूको। अनि त्यसपछि हामी बस्दैछौँ। यतिको रात परेसम्म बसेको हामी। अनि रात परिरहेछ। बल्ल रमाइलो भइरहेको थियो कि यति बेला चाहिँ लेक साइडमा। बल्ल अब चाहिँ आनन्द आउने बेला थियो। तर घर त आउनै पर्यो भनेर हामी चाहिँ ल अब रात पर्यो निस्कौँ भनेर निस्कियौँ। अनि बाटोमा हिँड्दै थियौँ। मान्छेहरू आउँदै थिए जाँदै थिए। हामी चाहिँ आफ्नो सुनल्टो हिँडिरहेको फुटपाथमा हिँडिरहेको थियौँ। कस्तो राम्रो यो बेलुन चाहिँ कस्तो राम्रो देखेर फोटो खिचेको। निशा अगाडि फुइ हिँड्दैछ। ल फाइनल्ली गाइज आजलाई हाम्रो भिडियो यतिमै सकियो। बाई बाई। अर्को भिडियो फेरि आउनेछ ल।